दैव पनि कति निर्दयी गिबिनाको जीवनमा फेरि अर्को वज्रपात गुमाइन् ठुलो दिदी पनि। समाज सेवामा सक्रिय गिबिना मगरका लागि यो वर्ष अत्यन्त दुःखद रहेको छ। उनले लगातार पारिवारिक क्षति बेहोर्दै आएकी छिन्। यस वर्ष सुरुमा उनले आमा गुमाइन्। आमाको मृत्युको 24 घण्टा पुग्न नपाउँदै भाइको निधन भएको थियो। अब उनले आफ्नो ठुलो दिदीलाई पनि गुमाउनु परेको छ। समाज सेवाबाट थुप्रै पीडितलाई मद्दत गर्दै आएकी गिबिना आफै अपार पीडाको चपेटामा परेकी छिन्। परिवारका प्रियजनलाई एकपछि अर्को गर्दै गुमाउनु पर्दा उनको मनोबलमा गहिरो असर परेको अनुमान गर्न सकिन्छ। गिबिना मगर समाज सेवामा आफ्नो योगदानका कारण चर्चामा छिन्। उनले विपन्न तथा असहाय व्यक्तिहरूलाई विभिन्न किसिमले सहयोग गर्दै आएकी थिइन्। तर अहिले उनी आफै व्यक्तिगत रूपमा गहिरो शोकमा परेकी छिन्। निकट साथीभाइ तथा शुभचिन्तकहरूले यस कठिन घडीमा गिबिनालाई धैर्य धारण गर्न सान्त्वना दिइरहेका छन्। सामाजिक सञ्जालमा समेत उनलाई हिम्मत प्रदान गर्न सन्देशहरू आइरहेका छन्।